सरकारले भाषा र झगडा मिलायो। यो सेन्टेन्स सम्झिनुभयो भने तपाईँले धारा 1 देखिबाट धारा 9 सम्म कण्ठ हुनेछ है। यसमा चाहिँ तपाईँले ढुक्क हुनु होला। ल हेर्नु त, यति सेन्टेन्स चाहिँ तपाईलाई धारा 1 देखि 9 सम्म कण्ठ बनाउँछ। संसारले नेपालको हितमा भाषण नदिँदा सरकारले भाषा र झगडा मिलायो सम्झेपछि संसारको समबाट के रहेछ, संविधान मूल कानुन भनेर रहेछ धारा 1 को कुरा गरे। सा भनेपछि के छ, 2 नम्बर सार्वभौम सत्ता। सा भनेपछि धारा 2 मा सार्वभौम सत्ता र राजकीय सत्ताको बारेमा कुरा गरेको छ। र भनेपछि के छ, राष्ट्र भनेर सम्झिनु है, धारा 1 देखि 3 सम्म। त्यसपछि नेपाल राज्य भनेर छ धारा 4 मा। यो नेपाल शब्दले के देखाउँछ, नेपाल राज्य भनेर देखायो। धारा 4 को हित भनेपछि के रहेछ, राष्ट्रिय हित भनेर कुरा सम्झिनु। भाषण भनेपछि के छ, भाषाको कुरा आयो, राष्ट्र भाषाको कुरा गरेको रहेछ। त्यसपछि के छ, यो दुईटै शब्द सम्झिने बित्तिकै सरकारी कामकाजको भाषा सम्झिनु। त्यसपछि झगडाको झले चाहिँ के रहेछ, राष्ट्रिय झण्डा है, 8 नम्बरको धारा देखाउँछ भने गले चाहिँ के गराउँदो रहेछ त, राष्ट्रिय गानलाई देखाउँदो रहेछ है। यति सेन्टेन्स सम्झिनु भएपछि के छ, तपाईँको धारा 1 देखि धारा 9 सम्म कण्ठ भयो र तपाईले